नमस्कार। निर्वाचन नजिकै गर्दा जताततै चुनावको चर्चा छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनमा आउने समाचारहरू चुनाव केन्द्रित छन्। सामाजिक सञ्जालमा हुने बहस, चिया चौतारामा हुने छलफलहरू पनि चुनावमै केन्द्रित छन्। यतिसम्म कि घरमा हुने कुराकानीमा पनि चुनावले छोएको छ। चुनावको चर्चा भइरहँदा अहिले ती व्यक्तिहरूको चर्चा छ जो निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। अझै धेरै चर्चा त ती व्यक्तिहरूको छ जो समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवार सिफारिस भएका छन्। चुनावको यी विविध विषयमा छलफल भइरहँदा आजको यो भिडियोमा चाहिँ म के विषयमा छलफल गर्न लागिराखेको छु भने विशेष यो युवा भाइ बहिनीहरू केन्द्रित छलफल छ। देश विकास गर्नको लागि चाहिँ सांसद नै हुनुपर्छ र के नेता नै बन्नुपर्छ र भन्ने बारेमा म आज कुराकानी गर्न गइराखेको छु। विशेष त जेनजी आन्दोलनपछि चाहिँ यो देशमा एउटा यस्तो खालको भाष्य निर्माण भएको छ, देशलाई योगदान दिनको लागि वा देश बनाउनको लागि चाहिँ सांसद नै हुनुपर्ने रहेछ, नेता वा मन्त्री नै बन्नुपर्ने रहेछ भन्ने जस्तो भाष्यहरू निर्माण भएको छ र नयाँ जेनेरेसनका युवाहरू चाहिँ एकदमै राजनीतितिर केन्द्रित हुनुभएको छ र युवा भाइ बहिनी मात्रै होइन, विभिन्न पेसा व्यवसाय क्षेत्रमा रहनुभएका व्यक्तिहरू पनि चुनाव नजिकिएसँगै त्यतातिर हाम फालिराख्नु भएको छ। मलाई लाग्छ देश विकास गर्नको लागि चाहिँ हामी नेता, सांसद वा मन्त्री भएर मात्रै पुग्दैन। विशेष त अहिले प्रतिनिधि सभाको निर्वाचन हुन लागिराखेको छ र संसदले गर्ने एउटा महत्त्वपूर्ण काम भनेको कानुन निर्माणको काम हो। देश बन्नको लागि कानुन मात्रै बनेर पुग्दैन, मुख्यतः यसको कार्यान्वयनको पाटो अझै धेरै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। नयाँ जेनेरेसनको भाइ बहिनीहरूलाई म एउटा के अनुरोध गर्न चाहन्छु भने तपाईँ पहिलादेखि नै राजनीतिको बारेमा एकदमै चासो राख्नुहुन्थ्यो, त्यो क्षेत्रको चाहिँ हरेक घटनाहरूमा अपडेट हुनुहुन्थ्यो। तपाईँलाई चाहिँ नीति निर्माण तहमा रहेर देशलाई योगदान दिने वा त्यहाँ रहेर काम गर्ने योजना थियो, त्यही अनुसार तपाईँ अगाडि बढिराख्नु भएको थियो भने चाहिँ अहिले तपाईँ त्यो क्षेत्रको दौडमा हिँड्नु एकदमै राम्रो हो। तर तपाईँको रुचि अर्कै थियो, क्षेत्र अर्कै थियो, तर आन्दोलनपछि अचानक चाहिँ अहिले अब निर्वाचन नजिकै गर्दा तपाईँ त्यतातिर हाम फालिराख्नु भएको छ भने चाहिँ म फेरि एकचोटि रिथिङ्क गर्नलाई रिक्वेस्ट गर्छु। किनभने यो देशमा यस्तो यस्तो क्षेत्र छ जहाँ गएर चाहिँ तपाईँहरूले योगदान गर्नुपर्ने छ। बनेका कानुन कार्यान्वयन गर्ने एकदमै धेरै निकायहरू छ, धेरै पार्टहरू छ। हामी बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हरेक सिस्टमले, हरेक पार्टले काम गर्यो भने मात्रै यो देश एउटा सिस्टममा हिँड्न सक्छ, एउटा तरिकाले अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ। जस्तो मानौँ उदाहरणको लागि संसदले एउटा कानुन निर्माण गर्यो, विद्यालय शिक्षा सम्बन्धी कानुन निर्माण गर्यो भने त्यसलाई कार्यान्वयन गर्ने क्षेत्रहरू धेरै छ होइन। म नयाँ जेनेरेसनको भाइ बहिनीहरूलाई तपाईँहरूको रुचिको क्षेत्र शिक्षा हो भने चाहिँ तपाईँहरू चाहिँ एकदमै राम्रो, एकदमै मेहनतका साथ त्यो क्षेत्रमा आउनुहोस्। कम्तीमा 500 जना युवाहरू चाहिँ एकदमै राम्रो शिक्षक बनेर आउनुभयो भने भोलि चाहिँ प्रधानाध्यापक बन्नुहुन्छ र 500वटा हाम्रो सरकारी विद्यालयहरू चाहिँ सुधार हुन्छ। तपाईँले त्यसको नेतृत्व लिन सक्नुहुन्छ। तपाईँ डक्टर हुनुहुन्छ, स्वास्थ्य क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको व्यक्ति हुनुहुन्थ्यो भने चाहिँ मलाई लाग्छ एउटा सांसदले देशलाई दिने योगदान वा एउटा सांसदले गर्ने कामभन्दा एउटा डाक्टरले नागरिकलाई गर्ने सेवा चाहिँ, देशलाई गर्ने सेवा चाहिँ लाखौँ गुणा महत्त्वपूर्ण छ। हामीले शिक्षा क्षेत्रको, स्वास्थ्य क्षेत्रको एकदमै धेरै महत्त्वपूर्ण नामहरूलाई अहिले समानुपातिकको सूचीमा देखिरहेका छौँ। जस्तो डाक्टर रामजी राम चाहिँ डाक्टर बन्दाखेरि हामी एकदमै धेरै खुसी भएको थियौँ होइन। अनि सामाजिक सञ्जालहरूमा, मिडियाहरूमा पनि एकदमै धेरै चर्चा थियो। उहाँको नाम पनि अहिले समानुपातिकको सूचीमा छ भन्ने मैले सुनेको छु। अन्य विभिन्न व्यक्तिहरू हुनुहुन्छ। मलाई लाग्छ रामजी रामले सांसद भएर यो देशको लागि जति योगदान गर्न सक्नुहुन्छ त्योभन्दा कयौँ गुणा ठुलो योगदान उहाँले डक्टर भएर यो देशको लागि गर्न सक्नुहुन्छ जस्तो लाग्छ। एउटा व्यक्ति सांसद भएर जति योगदान गर्न सक्छ उसले त्योभन्दा हजारौँ गुणा राम्रो योगदान चाहिँ शिक्षक भएर गर्न सक्छ जस्तो लाग्छ। किनभने तपाईँ हामी 2-3 जना वा 4 जना 5 जना राम्रो मान्छे चाहिँ सांसद भएर मात्रै यो देश सुधार हुनेवाला छैन नि त, यो देश बन्दैन नि त। त्यसले गर्दाखेरि चाहिँ अब संसदले एउटा नागरिकता सम्बन्धी कानुन निर्माण गर्यो भने तर त्यो कानुन बनेर मात्रै हुँदैन क्या, कार्यान्वयनको पार्ट चाहिँ राम्रोसँग अगाडि बढिदिएन भने चाहिँ हजारौँ नागरिक चाहिँ अनागरिक भएर बस्नुपर्छ। नयाँ जेनेरेसनको भाइ बहिनीहरूलाई कम्तीमा तपाईँहरू 40 जना 50 जना चाहिँ यस्तो सशक्त भएर चाहिँ सिडिओ भएर आउनुहोस् न होइन। जिल्लाको नेतृत्व गर्ने गरी जो व्यक्तिले चाहिँ आफूलाई चाहिँ शासक नठानोस् होइन, आफू जनतालाई शासन गर्ने व्यक्ति नठानोस् कि म जनताको सेवक हुँ भन्ने ठानोस् होइन।
हरेक दिन नागरिक ठोक्किने ठाउँ त जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयहरू होला नि त। यदि तपाईँ देशको लागि साँच्चीकै योगदान गर्न चाहनुहुन्छ, नागरिकको सेवा गर्न चाहनुहुन्छ भने त त्यो क्षेत्र पनि एकदमै महत्त्वपूर्ण छ। तपाईँ एकदमै सशक्त भएर चाहिँ 40वटा जिल्लालाई नेतृत्व गर्ने गरी 40वटा एकदमै राम्रो युवा आइदिनु भयो भने त्यो कति राम्रो हुन्छ जस्तो मलाई लाग्छ। त्यसै गरी तपाईँ अधिकृत भएर आउन सक्नुहुन्छ, जसले चाहिँ पालिकाहरू हाँक्न सक्छन् होइन। अधिकृत उपसचिव वा सहसचिव भएर चाहिँ तपाईँ आउनुभयो भने स्थानीय तहहरू छन् जहाँ चाहिँ प्रमुख प्रशासकीय अधिकृत भएर चाहिँ तपाईँले चाहिँ पालिकाको विकासको लागि योगदान दिन सक्नुहुन्छ। प्रदेश र स्थानीय तहको निर्वाचन त आउँदैछ, गाउँ नै बनाउने तपाईँको योजना हो भने त तपाईँ ओडामा पालिकामा नेतृत्व गर्न सक्नुहुन्छ, आफ्नो प्रदेशमा पनि नेतृत्व गर्न सक्नुहुन्छ। सो युवाहरू वा फरक क्षेत्रमा योगदान दिएको व्यक्तिहरू चाहिँ अहिले संसदमा आउनु हुँदैन भन्ने मेरो उद्देश्य वा त्यो मकसद त होइन। तर अहिले हामी त्यहाँ संसदमा पुगेर हामीले गर्ने योगदान के हो वा संसदले गर्ने काम के हो भनेर हामी नबुझिकन त्यहाँ हाम फाल्यौँ भने चाहिँ मलाई लाग्दैन हामीले कन्ट्रीको लागि कुनै एकदमै योगदान महत्त्वपूर्ण गर्न सक्छौँ जस्तो मलाई लाग्दैन होइन। त्यसले गर्दाखेरि चाहिँ कानुन बन्नु मात्रै हाम्रो देशमा चाहिँ कानुन नबनेर भन्दा पनि त्यसको कार्यान्वयन नभएर चाहिँ धेरै समस्याहरू भइरहेछ जस्तो मलाई लाग्छ कि, किनभने कानुन त धेरै बनिरहेको छ, केही महत्त्वपूर्ण कानुनहरू छन् जुन बन्न बाँकी छन्। त्यो अब बिस्तारै बन्छ पनि, तर कार्यान्वयनको पार्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। त्यसले गर्दाखेरि चाहिँ तपाईँ चाहिँ कानुन पढ्नु भएको छ, अरू विषय पढ्नु भएको छ, के गर्नु भएको छ, आफ्नो रुचिलाई हेर्नुहोस् होइन। अब पुरानो वर्ष सकिँदैछ, आज अन्तिम दिन पनि हो, नयाँ वर्ष सुरु हुँदैछ। तपाईँले चाहिँ नयाँ वर्षको आफ्नो उद्देश्यहरू पनि सेट गर्दै हुनुहुन्छ होला, आफ्नो ड्रिमहरू पनि सेट गर्दै हुनुहुन्छ होला। आफ्नो योजना अनुरूप नै राजनीतिमा हाम फाल्नु भएको छ भने तपाईँहरू सबैको लागि बेस्ट विसेस छ, राम्रो गर्नु होला भन्छु। यदि छैन, अचानक अब विशेष त यो आन्दोलनपछि चाहिँ राजनीतिको बारेमा अलि धेरै कुराहरू बुझ्न थाल्नु भयो र त्यतातिर हाम फाल्नु भएको छ भने चाहिँ एकचोटि फेरि रिथिङ्क गर्नुहोस्। देशलाई योगदान गर्न सक्ने अरू बाटाहरू, अरू क्षेत्रहरू थुप्रै 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 छ, न्यायालय छ होइन, त्यस पछाडि प्रशासनहरू छ, त्यस पछाडि अरू धेरै सेक्टरहरू छ होइन। थुप्रै थुप्रै बाटोहरू छ। एकचोटि सोच्नु होला कहाँ बसेर चाहिँ मैले कानुन निर्माण गर्ने थलोमा बसेर चाहिँ देशलाई योगदान दिन सक्छु कि कार्यान्वयन गर्ने थलोमा बसेर वा नागरिकलाई सेवा गर्ने अन्य थलोमा बसेर चाहिँ राम्रो योगदान गर्न सक्छु भनेर एकचोटि सोच्नु होला। देशको लागि योगदान गर्न चाहिँ हामी सांसद नै हुनुपर्छ, मन्त्री नै हुनुपर्छ, सरकारमै पुग्नुपर्छ भन्ने छैन। अरू थुप्रै बाटोहरू छ। नयाँ वर्षको धेरै धेरै शुभकामना छ र आफ्नो उद्देश्य अनुरूप तपाईँहरू अगाडि बढ्नु होला। सबैजनालाई एकदमै धेरै शुभकामना छ।